नमस्कार सम्पूर्ण साथीहरू। आज चाहिँ हामीहरू सार्वजनिक व्यवस्थापन अन्तर्गतको सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय र माध्यमहरूको एमसिक्यूहरू प्र्याक्टिस गर्छौँ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। प्रश्न नम्बर 1, सरकारले जनताप्रति जिम्मेवारी र जवाफदेहिता पुरा गर्ने सन्दर्भमा के कस्ता तरिका अपनाई जनतालाई सुविधा प्रदान गर्ने गर्दछ? सरकारले आफूले कार्य गरेर, यो पनि गर्छ। आफैले कार्य भनेको सरकारी निकायहरूले आफै काम गर्छन्। निजी क्षेत्र मार्फत कार्य गराई आफूले त्यसको नियमन गर्छ भनेको आफूले माथिल्लो तहमा रहेर हेर्ने, अनि काम चाहिँ कसलाई गराउने त? निजी क्षेत्रलाई गराउने। त्यो पनि के हुन्छ त? सही छ। अनि नागरिक समाज एवं गैर सरकारी संस्थाबाट सहयोग लिएर, यो पनि सही छ। किनकि जो व्यक्तिबाट पनि गराउन सकिन्छ, अनि त्यसै आफूले पनि गर्छ सरकारले, अथवा कुनै निजी क्षेत्र मार्फत पनि गर्छ। त्यही भएर यसको आन्सर भनेको कुन हो त? डी सही रहेको छ। यसको आन्सर कुन हो? डी, 1 को डी, माथिका सबै। अनि त्यसपछि 2 नम्बरमा रहेको छ, विभिन्न निकाय मार्फत सार्वजनिक सेवा प्रवाह गर्दा त्यसको अन्तिम उत्तरदायित्व कसको हुने गर्दछ? सम्बन्धित निकाय र सरकार, सम्बन्धित निकाय र जनता। अब यसमा के भनेको छ त? अन्तिम उत्तरदायित्व कसको हुन्छ त? अन्तिम भनेको त सरकारको। काम गर्ने बेला सबै मार्फत गराउन सक्छ, सरकार मार्फत गर्न सक्छ, सम्बन्धित निकाय मार्फत गर्न सक्छ र जनता मार्फत गर्न सक्छ। तर चाहिँ नि अन्तिम उत्तरदायित्व भनेको कसको हो त? सरकारको हो। अनि त्यसपछि 3 नम्बरमा तलको कुन भनाइ बेठिक छ? कुन भनाइ बेठिक छ भनेको छ, ठिक छ भनेको छैन। बदलिदो समय एवं परिस्थिति अनुरूप सरकारले अन्य निकाय मार्फत पनि जनतालाई वस्तु तथा सेवा प्रवाह गराउन सक्छ, यो पनि ठिक छ। सरकारले आफ्ना अङ्गहरू मार्फत सर्वसाधारण जनतालाई सेवा प्रवाह गर्ने गर्दछ, यो पनि ठिक छ। सार्वजनिक सेवा मूलतः राज्य एवं सरकारसँगै विकसित भएको अवधारणा हो, यो पनि ठिक छ। सार्वजनिक सेवा सबै जनतासँग सम्बन्धित हुँदैन, यो चाहिँ बेठिक छ। त्यही भएर 3 को आन्सर कुन हो? डी हो। किनकि सार्वजनिक सेवा सबै जनतासँग सम्बन्धित हुन्छ, किनकि सबैले सेवा पाउने हो। अब प्रश्न नम्बर 4, सार्वजनिक सेवा प्रवाहको अवधारणालाई कति आयामबाट विश्लेषण गर्न सकिन्छ? अब यसको अवधारणालाई हेर्ने हो भने हामीले विभिन्न आयामबाट विश्लेषण गर्न सक्छौँ। जस्तो एक्सेसिबिलिटी, पहुँच कस्तो छ, अनि त्यसपछि पारदर्शिता के छ, त्यो आधारमा हामीले यसलाई चाहिँ नि विश्लेषण गर्न सक्छौँ। अब यसको आन्सरमा चाहिँ 2 दिएको छ, तर यसको आन्सर कति हो त? 4 हो। किनकि मिनिमम 4 वटा मात्रै दिएको छ, छन त यहाँ 8 वटा छ, तर यसमा 2 आन्सर दिएको भएर 2 आन्सर छ। किनकि एमसिक्यू सेलेक्ट गर्दाखेरि सिधै आन्सर सही हेरिन्छ। यसको उत्तर चाहिँ सही उत्तर चाहिँ 4 हो, तर हामीले लगाउने 2 हो। त्यहाँ जुन आन्सर छ त्यही लगाउँछ। तलको कुन भनाइ बेठिक छ? सार्वजनिक सेवा सबै जनतासँग सम्बन्धित छ, यो ठिक छ। सार्वजनिक सेवा प्रवाहलाई परम्परागत र आधुनिक गरी 2 माध्यमबाट, 2 आयामबाट विश्लेषण गर्न सकिन्छ, यो पनि ठिक छ। सार्वजनिक सेवा प्रवाह सरकार वा गैर सरकारी दुवै तर्फबाट प्रदान गर्न सकिन्छ, यो पनि ठिक छ। आधुनिक सार्वजनिक सेवाको अवधारणा 1960 को दशकमा आएको हो, यो चाहिँ बेठिक छ। आधुनिक सार्वजनिक सेवाको अवधारणा 1980 को दशकमा आएको हो, यो चाहिँ त्यही भएर के छ त? गलत छ। अब यो 5 अनुसार हेर्नुहुन्छ भने अवधारणालाई 2 मा विभाजन गरेको छ, 4 को बी नै टिक लगाउनु पर्छ।
तर अरू पनि हेर्ने हो भने त्योभन्दा धेरै छन्, 8वटा प्यारामिटरहरू छन्। अब 6 नम्बरमा आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा विकास कहिले भएको मानिन्छ? आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा 1980 को दशकमा विकास भएको मानिन्छ। प्रश्न नम्बर 7 सार्वजनिक सेवा प्रवाहको परम्परागत अवधारणा निम्नमध्ये कुन मान्यता रहेको पाइँदैन? परम्परागत भनेको छ पारदर्शी र खुलापन, शासक निर्देशित, नतिजामुखी भन्दा प्रक्रियामुखी, सहभागिता एवं समावेशिताको अभाव। अब यसमा हेर्नुहुन्छ भने पारदर्शिता र खुलापन यो चाहिँ हामीले परम्परागत अवधारणामा देख्दैनौँ। शासक निर्देशित देख्न सकिन्छ, नतिजामुखी भन्दा प्रक्रियामुखी देख्न सकिन्छ, सहभागिता एवं समावेशिताको अभाव यो चाहिँ परम्परागतमा है, परम्परागत ट्रेडिसनलमा। अनि त्यसपछि 8 नम्बर रहेको छ सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणामा देहायमध्ये कुन मान्यता रहेको पाइन्छ? यसको एमा के भनेको छ ग्राहकमुखी अवधारणा, ग्राहकमुखी अवधारणा। बीमा सप्लाई बेस भन्दा डिमान्ड बेस, डिमान्ड अनुसार त्यसको अवधारणा। सीमित विषय क्षेत्र, अनि त्यसपछि प्रक्रियामुखी भन्दा नतिजामुखी सेवा। यसको सही आन्सर हो सीमित विषय क्षेत्रमा यो चाहिँ के पाइन्छ त रहेको पाइन्छ। सरकारले सर्वसाधारण जनताको घर दैलोसम्म सार्वजनिक सेवा पुर्याउन विभिन्न साधन अवलम्बन गर्न सक्छ। अब त्यसमा के हुन्छ त कानुन हुन सक्छ, नियम हुन सक्छ, संस्थागत संयन्त्र हुन सक्छ, आधुनिक प्रविधि जस्तै कम्प्युटर तिनीहरूबाट हुन सक्छ हैन। स्वच्छ प्रक्रिया एवं मापदण्ड, निजी क्षेत्र, नागरिक समाज, सेवाग्राही जनता, सञ्चार माध्यम जेबाट पनि सार्वजनिक सेवा पुर्याउन सक्छ। कसले त सरकारले। अब प्रश्न नम्बर 9 सार्वजनिक सेवा प्रवाहको विशेषता कुन होइन भनेको छ। सार्वजनिक सेवा मूलतः सरकारी सेवा हो, यो ठिक छ, किनकि सार्वजनिक सेवा दिने भनेको सरकारले नै हो। सार्वजनिक सेवा मितव्ययी, सर्वसुलभ, पारदर्शी एवं न्यायिक हुनुपर्दछ, यो पनि ठिक छ। सार्वजनिक रूपमा सरोकार राख्ने वस्तु तथा सेवा सहज रूपमा सेवाग्राही समक्ष पुर्याइने, यो पनि ठिक छ। सरोकार निकायबाट सेवाग्राही समक्ष के पुगाइन्छ। सेवा प्रवाह सम्बन्धी कार्य न्यून परिणाममा हुने, यो चाहिँ गलत छ, किनकि सेवा प्रवाह सम्बन्धी कार्य एकदमै धेरै परिणाममा छ, किनकि त्यो मान्छेबाट पनि हुनसक्छ, कुनै सफ्टवेयर कम्प्युटरबाट पनि हुनसक्छ। त्यही भएर यसको विशेषता कुन होइन भनेको छ, यो डी नम्बर यसको विशेषता होइन। प्रश्न नम्बर 10 आधुनिक लोकतान्त्रिक मान्यतामा आधारमा सार्वजनिक सेवा प्रवाहले कुन कुरालाई आत्मसात र सुनिश्चितताको अवधारणा अघि सारेको छ? लोकतन्त्रले कुन कुरालाई अघि सारेको छ भनेको छ। नागरिक सहभागिता, यो पनि ठिक छ। सशक्तिकरण, यो पनि ठिक छ, र सन्तुष्टि, यो पनि ठिक छ, भनेको 10 नम्बरको डी नम्बर माथिका सबै। नेपालमा घुम्ती सेवाको अवधारणा कहिलेबाट लागू भयो? नेपालमा यदि तपाईले घुम्ती सेवाको अवधारणा हेर्नुहुन्छ भने यो चाहिँ 2060 सालबाट लागू भएको देखिन्छ। विक्रम सम्वत 2060 सालबाट घुम्ती सेवा लागू भएको हो, र यसमा 2056 भनेको छ, यो चाहिँ के हो त पब्लिक चार्टर चाहिँ नि सुरु भएको हो। अनि त्यसपछि 12 नम्बरमा स्थानीय स्वायत्त शासन ऐन 2055 ले कुन माध्यमद्वारा
सार्वजनिक सेवालाई सरल, सहज एवं जनमुखी बनाउने प्रयास गरेको पाइन्छ। विकेन्द्रीकरण विकेन्द्रीकरण, अधिकार निक्षेप अनि त्यसपछि अधिकार प्रत्यायोजन माथिका सबै। यसको चाहिँ नि माथिका सबै यसको सही आन्सर रहेको छ। सार्वजनिक सेवा प्रभावकारिता अभिवृद्धिमा देखाएको कुन पर्दैन? गुनासो व्यवस्थापन, त्यसपछि क्षतिपूर्ति सहितको नागरिक बडापत्र, सार्वजनिक सुनवाई एवं घुम्ती सेवा, माथिका सबै। अब यसमा हेर्ने हो भने माथिका सबै, किनकि सार्वजनिक सेवा प्रभावकारिता अभिवृद्धिमा सबै पर्छन्। प्रश्न नम्बर 14, सार्वजनिक सेवा प्रवाहको विशेषतामा देखाएको कुन पर्दैन? विभेद रहित हुन्छ, विभेद रहित, एकरूपता हुन्छ, सामान्यिकता अनि त्यसपछि निशुल्क। यो चाहिँ सिम्पल हुन्छ, सामान्यिकता भन्नाले सिम्पल, एकरूपता अनि त्यस विभेद रहित हुन्छ, तर निशुल्क चाहिँ हुँदैन सार्वजनिक सेवा प्रवाहमा, किनकि सरकारले थोरै मात्रामा भए नि पैसा लिएको हुन्छ। तलका भनाइ कुन सही छ? प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने कुरा संविधानको व्यवस्थामा छ। यो ठिक छ। गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति गराउने हक छ। यो पनि सही छ, किनकि क्षतिपूर्ति सम्बन्धी त्यसलाई हक रहेको छ। सार्वजनिक सेवा प्रवाहको आधार कुन होइन? एमा छ राज्यले अवलम्बन गर्ने राजनीतिक प्रणाली, बीमा छ जनताको माग, चाहना एवं जनमत। यो पनि सही छ, किनकि जनताको माग अनुसार सार्वजनिक सेवा प्रवाह हुने गर्दछ। अनि त्यसपछि राज्यले अवलम्बन गर्ने राजनीतिक प्रणालीमा पनि यो आधार हुन्छ। अनि त्यसपछि सामाजिक, सांस्कृतिक, धार्मिक परिवेश त्यो अनुसार पनि सार्वजनिक सेवा प्रवाह हुन्छ। तर राजनीतिक आस्था कुनै पार्टीको मान्छे हो भने त्यो अनुसार चाहिँ नि हुँदैन। त्यही भएर 16 को सही अप्सन हो डी। सार्वजनिक सेवा प्रवाहका आधार के हुन् त? ए नियम कानुनहरू, जनताको माग एवं चाहना, राज्यले अवलम्बन गर्ने राजनीतिक प्रणाली। राजनीतिक प्रणाली भन्नाले डेमोक्रेटिक हो कि कस्तो हो, लोकतन्त्र हो कि कस्तो हो, त्यो आधारमा हुन्छ। अनि त्यसपछि सामाजिक, सांस्कृतिक एवं धार्मिक परिवेश, त्यो ठाउँमा कस्तो छ त्यो अनुसार चाहिँ नि सार्वजनिक सेवा प्रवाह गरिन्छ। दबावमूलक समूहहरू र नागरिक समाज, भौगोलिक परिवेश, भौगोलिक हेरेर पहाड, तराई, हिमाल कस्तो हो त्यो अनुसार पनि सार्वजनिक सेवा प्रवाहको आधार हुन्छ। अन्तर्राष्ट्रिय कानुन एवं विभिन्न सन्धि सम्झौताहरू, सन्धि सम्झौता अनुसार पनि सार्वजनिक सेवा प्रवाह हुन्छ। सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक को हुन्छ त? अब मुख्यतया हामीले बुझ्ने भनेको यसमा एउटा मुख्य भनेको सरकार रहेको हुन्छ र त्यसपछि चाहिँ नि जुनसुकै सेवा सरकारी कर्मचारी हुन सक्छन्, निजी क्षेत्र हुन सक्छन् र जसको पनि यसमा चाहिँ नि सरकारको के हुन्छ त? प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता देखिन्छ। अनि सेवा प्रदायकको भूमिका, सेवा प्रदायक भन्नाले सर्भिस दिनेवाला, त्यसको भूमिका सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने, सेवा प्रवाहमा प्रतिबद्ध भएर लाग्ने, यस्तै रहेका छन्। तलको भनाइ कुन बेठिक छ? ए नियम पालना गरी सेवा प्रवाह गर्नुपर्दछ। यो ठिक छ।
सेवा प्रवाहमा निष्पक्षता कायम गर्नुपर्दछ, यो पनि ठिक छ। अनि त्यसपछि सेवा प्रवाहले सरकार र जनता बीचको सम्बन्ध सुदृढ गराउन भूमिका खेलेको हुँदैन, यो चाहिँ बेठिक छ। किनकि यदि सार्वजनिक सेवा प्रवाह छ भने त्यहाँनिर सुमधुर सम्बन्ध बनेको हुन्छ। अनि त्यसपछि डीमा छ सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिक समाज एवं निजी क्षेत्रसँग समन्वय गर्न पर्दछ, यो पनि ठिक छ। त्यही भएर यसको बेठिक कुन हो त? सी नम्बर। सार्वजनिक सेवा प्रवाह गर्ने निकाय को हुन्? केन्द्रीय संरचना र कार्यालयहरू, प्रदेश स्तरीय कार्यालयहरू, अस्थायी अन्तरिम कार्यदल तथा समितिहरू। यसमा यो सबै के हुन् त? सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू हुन्। मुख्यतया भन्नुहुन्छ भने सरकार हो, त्यसपछि अरू हुन्। सार्वजनिक सेवा प्रवाह गर्ने माध्यम के हुन् त? केन्द्रीय स्तरका संरचनाहरू, प्रदेश स्तर, अन्त जिल्ला स्थानीय सार्वजनिक संस्थानहरू, गैर संस्थाहरू, निजी तथा साझेदारी संस्थाहरू। तलको कुन भनाइ ठिक छ अथवा छन्? सेवाग्राहीलाई तोकिएको समयभित्र गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकार छ, यो पनि ठिक छ। अनि त्यसपछि स्वास्थ्य एवं सम्पत्तिलाई हानि नोक्सानी गर्ने वस्तु तथा सेवाबाट सुरक्षित हुन पाउने सेवाग्राहीको अधिकार सेवाग्राहीको हुन्छ, यो पनि ठिक छ। त्यही भएर 1 र 2 दुईटै ठिक। 20मा सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार अन्तर्गत तलको कुन पर्दैन? अब यसमा चाहिँ नि क्षतिपूर्ति पाउने अधिकार, यो पनि हुन्छ। क्षतिपूर्ति पाउँछ यदि उसले चाहिँ नि त्यो अनुसारको काम भएन भने कुनै कार्यालयबाट। वस्तु तथा सेवा छनौट गर्न पाउने अधिकार, यो पनि छनौट गर्न पाउँछ। आधारभूत आवश्यकतामा पहुँच अधिकार, यो पनि बेसिक निडहरू उसले फुलफिल गर्न पाउँछ। अनि त्यस कानुन व्यवसायीको सहयोग लिन नपाउने, यो चाहिँ कानुन व्यवसायीको पनि उसले सहयोग लिन पाउँछ यदि उसले क्षतिपूर्ति पाएन अथवा उसले भने बमोजिम सेवा पाएन भने। प्रश्न नम्बर 21 सेवाग्राहीको दायित्व अन्तर्गत कुन पर्दैन? ए नियमको प्रावधान पालना गर्ने, अनि त्यसपछि स्वैच्छिक रूपमा कर तिर्ने, आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहने, अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने। अब स्वैच्छिक रूपमा कर तिर्ने यो चाहिँ हुँदैन, किनकि यो सरकारले तोकेको हुन्छ यति कर तिर्नुपर्छ भनेर। त्यही भएर सेवाग्राहीको दायित्व अन्तर्गत स्वैच्छिक रूपमा कर तिर्ने चाहिँ पर्दैन। ए नियम पालना गर्नुपर्छ, अधिकार र कर्तव्यप्रति सचेत रहनु पर्यो, अधिकारको सम्मान गर्नु पर्यो। प्रश्न नम्बर 22 सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको दायित्व एवं कर्तव्य अन्तर्गत कुन पर्दछ? सेवा प्रदायकलाई अनुचित प्रभाव पार्न नहुने, यो पनि ठिक छ। अनि त्यसपछि संविधान ऐन नियमबारे जानकारी राख्ने, कानुनी शासनको सम्मान गर्ने, यो पनि ठिक छ। कानुन बमोजिम आफूले तिर्नुपर्ने कर तिर्ने, यो पनि ठिक छ। माथिका सबै, यसको सही उत्तर हो माथिका सबै। प्रश्न नम्बर 23 तलका भनाइ विचार गर्नुहोस्, कुन चाहिँ सही छ अथवा छैन भनेर विचार गर्नुहोस्। जनहित एवं कल्याणका लागि सरकारले जनताको घरदैलोसम्म पुर्याउने सेवा सुविधा भनेको सार्वजनिक सेवा प्रवाह हो, यो ठिक छ। सार्वजनिक सेवा प्रवाहको अवस्था पहिचान गर्न मुलुकको विकास अवस्था एवं वातावरण अध्ययन गर्न सकिन्छ, यो पनि ठिक छ। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता कुरा सार्वजनिक सेवा प्रवाह मापन गर्ने आधार हुन्, यो पनि ठिक छ। भनेपछि यसको आन्सर हो डी, सबै ठिक छन्। सार्वजनिक सेवा प्रवाह मापन गर्ने आधार कुन हो? सरसफाइ तथा खानेपानी, गरिबीको अवस्था, रोजगारीको अवस्था,
र डीमा रहेको छ माथिका सबै। रोजगारीको अवस्थाबाट पनि हेर्न सकिन्छ। अनि त्यसपछि गरिबीको अवस्था पनि, खानेपानी र सरसफाइ पनि भइहाल्यो भनेपछि माथिका सबै। 25 नम्बर, सेवा प्रदायकको भूमिका अन्तर्गत तलको कुन पर्दैन? सेवा प्रवाह नीति निर्माणमा सहयोग गर्नुपर्छ। अनि त्यसपछि आफ्नो समय अनुकूल सेवा प्रदान गर्ने, यो चाहिँ हुँदैन, किनकि सरकारले एउटा फिक्स टाइम हुन्छ, त्यो अनुसार चाहिँ नि सेवा प्रदान गर्नुपर्छ। आफ्नो समयअनुसार समय अनुकूल हेरेर कुनै पनि कर्मचारी अथवा संस्थाले सेवा प्रदान गर्नु हुँदैन। कार्यान्वयनमा निष्पक्षता, यो पनि हुनुपर्छ। अनुगमनकर्ता एवं मूल्याङ्कनकर्ता, यो पनि हुन्छ भनेपछि आफू अनुकूलको सेवा प्रदान हुनु भएन। त्यही भएर अप्सन बी। सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक भन्नाले के बुझिन्छ? सेवा प्रदायक भन्नाले तपाईँले सेवा के भन्छन्, प्रदायक भन्नाले दिनेवाला, सेवा प्राप्त गर्ने, सेवा प्रदान गर्ने, निःशुल्क सेवा प्राप्त गर्ने। अनि त्यसपछि माथिका कुनै पनि सेवा प्रदान गर्नेलाई के भन्छ त? सेवा प्रदायक भनिन्छ। अनि त्यसपछि सेवा लिने पनि हुनसक्छ, त्यो भने के हो त भन्दाखेरि सेवाग्राही हो। सेवा लिनेलाई के भनिन्छ त? सेवाग्राही भनिन्छ। सेवा प्राप्त गर्ने भनेको सेवाग्राही हो। सेवा प्रदान गर्ने भनेको सेवा प्रदायक हो। अब तपाईँले सेवा प्राप्त गर्नेलाई सर्भिस रिसिभर भन्नुहुन्छ। अनि त्यसपछि सेवा प्रदान गर्नेलाई सर्भिस प्रोभाइडर भनिन्छ। प्रश्न नम्बर 27, तलको कुन भनाइ बेठिक छ? सरकारको प्रतिनिधिका रूपमा कार्य गरी सार्वजनिक सेवा सुविधा सहज, सुलभ एवं सरल तरिकाबाट जनताको घर दैलोसम्म पुर्याउने सेवा प्रदायकको कार्य हो। अनि त्यसपछि सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार र दायित्व दुवै हुने गर्दछ, यो पनि ठिक छ। सार्वजनिक सेवा प्रवाह देशको हितमा केन्द्रित हुन्छ। यो देशको हितमा केन्द्रित भन्दा पनि हाम्रो के हुन्छ त, सबै जुन चाहिँ त्यहाँ रहेको व्यक्तिहरू हुन्छ सबैमा केन्द्रित हुन्छ। त्यही भएर यसको बेठिक भनेको अप्सन सी। डीमा छ, सार्वजनिक सेवा सरकार र जनता बीच असल सम्बन्ध कायम गर्ने एउटा माध्यम पनि हो, यो पनि सही छ। त्यही भएर यो चाहिँ एउटा देशको हितमा भन्दा पनि जनताको हितमा पनि केन्द्रित हुन्छ भनेर बुझ्नु पर्यो। अनि 28 नम्बरमा छ, सेवाग्राहीको अधिकार अन्तर्गत कुन पर्दैन? अब अन्य सेवाग्राहीको अधिकारको सम्मान, अन्य सेवाग्राहीको अधिकारको सम्मान, तोकिएको समयभित्र गुणस्तरीय सेवा प्राप्ति। अनि त्यसपछि आधारभूत आवश्यकतामा पहुँच, वस्तु वा सेवाको छनौट। सेवाग्राही भनेको छ। अब यो भनेपछि सर्भिस रिसिभर हो। अन्य सेवाग्राहीको अधिकारको सम्मान, यो चाहिँ यो अन्तर्गत पर्दैन। तोकिएको समयभित्र गुणस्तरीय सेवा पनि प्राप्त गर्नु पर्यो। आधारभूत आवश्यकतामा पहुँच पनि हुनु पर्यो। वस्तु र सेवाको छनौट पनि हुनु पर्यो। अनि त्यसपछि यहाँनिर अलिक मिस्टेक छ। सेवाग्राहीको अधिकार अन्तर्गत कुन पर्दैन भनेको छ। यहाँनिर अन्य सेवाग्राहीको अधिकारको सम्मान नगर्ने, यो चाहिँ यस्तो हुनुपर्ने। अनि त्यसपछि 29 नम्बरमा सार्वजनिक सेवा अन्तर्गत आधारभूत आवश्यकता सम्बन्धित सेवा कुन होइन भन्छ। खाद्यान्न, यो चाहिँ आधारभूत हो। खानेपानी, अनि त्यसपछि वातावरण संरक्षण, अनि त्यसपछि सुरक्षा। अब पहिला हामीलाई के हुनु पर्यो? खाद्यान्न, फुड भनेको त बेसिक निड हो। अनि त्यसपछि खानेपानी, ड्रिङ्किङ वाटर पनि एउटा बेसिक निड हो। अनि त्यसपछि सुरक्षा पनि चाहियो। अनि तर चाहिँ नि हामीलाई वातावरण संरक्षण भनेको यो चाहिँ बेसिक निड होइन,
वातावरण संरक्षण पछि सोचौँला, पहिला त आफ्नो लागि सोच्नु पर्यो, भनेको खाना सोच्नु पर्यो, पानी खोज्नु पर्यो, आफ्नो सुरक्षा खोज्नु पर्यो। अनि 30 नम्बरमा सार्वजनिक सेवा अन्तर्गत पूर्वाधार विकास सेवासँग कुन सम्बन्धित होइन? अब यातायात पूर्वाधारसँग सम्बन्धित हो, पुल पनि पूर्वाधारसँग सम्बन्धित हो, हवाई सेवा पनि पूर्वाधारसँग सम्बन्धित हो। गुणस्तर सेवा चाहिँ के भन्छन् त, यो पूर्वाधारसँग सम्बन्धित छैन, त्यही भएर यसको अप्सन डी हो। अब तल दिएको छ सार्वजनिक सेवा वर्गीकरणको प्रकार हेर्नुहुन्छ भने तपाईँले आधारभूत भने के हो त, सुरक्षा, खानेपानी, विद्युत, खाद्यान्न। अनि सामाजिक सुरक्षा भने के हो त, बेरोजगार, वृद्ध, बालक, अपाङ्ग, दलित। अनि त्यस पूर्वाधार विकास हेर्नुहुन्छ भने सडक, यातायात, पुल, हवाई, इन्फ्रास्ट्रक्चरसँग रिलेटेड। नियमन सेवा हेर्नुहुन्छ भने रेगुलेटरी बडी भनेको दर्ता, खारेजी, बजार अनुगमन, गुणस्तर हेर्ने भनेको नियमन सेवा हो। जुन चाहिँ यो गुणस्तर सेवा छ यो चाहिँ नियमन हो। अनि त्यस आकस्मिक भनेको इमर्जेन्सी सेवा भनेको आगलागी भयो, बाढी पहिरो आयो, भूकम्प आयो। अनि त्यस प्रवर्धन एवं संरक्षण सेवा भनेको वातावरण हो। वातावरण संरक्षण चाहिँ यो चाहिँ छुट्टै हो, त्यो चाहिँ आधारभूतमा पर्दैन, अघि हामीले हेरिसकेका छौँ। प्रश्न नम्बर 31 नेपालमा सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्थासँग मेल नखाने अवस्था कुन हो? सार्वजनिक सेवा सर्वसुलभ र सरल भएको छैन, मेल नखाने भनेको छ। यो चाहिँ ठिक छ, यसको कमजोरी पनि हो, सार्वजनिक सेवा प्रवाहको कमजोरी हो, किनकि सार्वजनिक सेवा प्रवाह सर्वसुलभ र सरल भएको छैन, त्यति सजिलो भएको छैन। सार्वजनिक सेवा प्रवाह प्रतिस्पर्धायुक्त रहेको छ, यो चाहिँ मेल खाँदैन। सार्वजनिक सेवा प्रवाह जनअपेक्षा अनुरूप हुन सकेको छैन, भनेको मान्छेले सोचे जस्तो भएको छैन। अनि त्यसपछि सर्वसुलभ पनि भएको छैन। सेवा प्रवाहमा जनताको सहभागिता न्यून छ, यो पनि ठिक हो। त्यही भएर मेल नखाने भनेको सेवा प्रतिस्पर्धात्मक युक्त रहेको छ भनेको प्रतिस्पर्धामा छ भने, तर यो एक्ज्याक्टली छैन नि त, त्यही भएर यसको अप्सन बी। अनि 32 नम्बर सार्वजनिक सेवा प्रवाहको वर्तमान स्थितिको सन्दर्भमा मेल नखाने अवस्था कुन हो? सेवा प्रदायकहरू सेवाग्राहीप्रति उत्तरदायी भएको पाइँदैन, यो पनि ठिक छ। सेवा वितरण व्यवस्थापनमा सेवाग्राहीको भूमिका नभएको पाइन्छ, यो पनि ठिक छ। सेवा परिणाम आवश्यकता अनुरूप रहेको पाइन्छ, परिणाम आवश्यकता अनुरूप भेटिँदैन, किनकि कतै यो भनौँ न एउटा सरकारी कर्मचारीहरू नै व्यवस्थित छैन, सबै कुरा व्यवस्थित छैन, त्यही भएर आवश्यकता अनुरूप रहेको पाइँदैन, त्यही भएर यसको आन्सर कुन हो? सी। सेवा प्रदायकको सही मूल्याङ्कन हुन सकेको छैन, ठिक छ। सेवा प्रदायक जुन चाहिँ सर्भिस प्रोभाइडर हुन् यिनीहरूको चाहिँ नि मूल्याङ्कन हुन सकेको छैन, यो चाहिँ यसको कमजोरीहरू हो। अनि त्यसपछि 33 नम्बरमा सार्वजनिक सेवा प्रवाहको महत्त्व के रहेको छ? महत्त्व के छ त यसको? सार्वजनिक सेवा सरकार र जनताबीच असल सम्बन्ध कायम राख्ने एउटा माध्यम पनि हो, यो पनि एउटा यसको के हो त? महत्त्व हो। अनि त्यसपछि सार्वजनिक सेवाले जनताको जीवनस्तर माथि उठाउने सहयोग गर्दछ, यो पनि ठिक छ। सार्वजनिक सेवाबाट जनता र देश र जनताको सुरक्षा एवं संरक्षण हुन्छ, यो पनि ठिक छ, त्यही भएर यसको सही आन्सर हो डी। अब नेपालमा सार्वजनिक सेवा प्रवाहका वर्तमान अवस्था स्थिति कस्तो छ त भन्नाले मान्छेहरूले सोचे जस्तो सर्भिस पाइरहेको छैन, त्यहाँनिर के छ त भन्दाखेरि गुणस्तरको कमी छ, प्रतिस्पर्धाको अभाव छ, किनकि जुन चाहिँ हाम्रो सार्वजनिक सेवा दिने हो, जुन चाहिँ सेवा दिनुपर्ने हो त्यसमा प्रतिस्पर्धा हुनुपर्थ्यो, कम्पिटिसन हुनुपर्थ्यो, तर त्यो देखिँदैन। प्रश्न नम्बर 34 तलको भनाइ कुन सही छ? सार्वजनिक सेवा प्रवाहको महत्त्व बहुआयामिक हुन्छ, भनेको यसको महत्त्व मल्टिपल हुन्छन् के,
यो ठिक छ। सार्वजनिक सरकारले मानव विकासमा गरेको लगानीले जनतामा ज्ञान, सिप र दक्षता बढ्ने हुन्छ। यो पनि ठिक छ। सरकारले व्यापार व्यवसायमा विकास गर्न गरेको सहयोगले रोजगारीमा वृद्धि हुने, आय आर्जन बढ्ने, सरकारको राजस्व बढ्ने हुन्छ। यो पनि ठिक छ। त्यही भएर यसको अप्सन डी नम्बर रहेको छ। अब यसको महत्त्वहरू हेर्नु होला। अनि देहायको कुन भनाइ सही छ? राज्यको तर्फबाट राष्ट्र र जनताका लागि गरिने नियमित एवं आकस्मिक र विकासात्मक कार्यहरूको समष्टि नै सार्वजनिक सेवा हो। ठिक छ। सार्वजनिक सेवा जनताको अधिकार र राज्यको दायित्व हो। जनताको अधिकार, सार्वजनिक सेवा अनि राज्यको दायित्व। सार्वजनिक सेवा प्रवाहमा वस्तु तथा सेवाको साथै शासकीय मूल्य एवं लाभहरूको विवरण समेत समेटेको हुन्छ। यसको सही अप्सन हो माथिका सबै भनाइहरू सही छन्। सार्वजनिक सेवा प्रवाहको अवधारणासँग मेल नखाने विषय कुन हो? अवधारणासँग मेल नखाने विषय सोधेको छ। जनताको हित र लोक कल्याणका लागि राज्यले आफै वा अन्य क्षेत्रसँग मिलेर उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ। यो सही छ। गर्भदेखि चियानसम्म आवश्यकता व्यवस्थापन गर्ने कार्य सार्वजनिक सेवा अन्तर्गत पर्दछ। यो पनि सही छ। आधुनिक अवधारणाका रूपमा जनतालाई सुरक्षा दिने र कर उठाउने कार्य सार्वजनिक सेवा हो। एक्ज्याक्टली भन्नुहुन्छ भने सार्वजनिक सेवा भनेको जनताबाट कर उठाउने होइन। यो चाहिँ एउटा के हो त? अब डी नम्बर हेरौँ। विभिन्न स्रोतहरू प्रयोग गरी राज्यले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनताको हित एवं समृद्धिका लागि उपलब्ध गराउने वस्तु तथा सेवा सार्वजनिक सेवा हो। यो पनि ठिक छ। त्यही भएर यसको नभएको भनेको जनता आधुनिक अवधारणाका रूपमा जनतालाई सुरक्षा दिने र कर उठाउने कार्य सार्वजनिक सेवा होइन, बरु मान्छेलाई सर्भिसहरू पुर्याउने भनेको के हो? सार्वजनिक सेवा। 37 नम्बर। सार्वजनिक सेवा अन्तर्गत सार्वजनिक सेवाको आवश्यकतासँग मेल नखाने विषय कुन हो? आवश्यकता नागरिकको दैनिक जनजीवन सुचारू गर्ने, राज्यले दायित्व र एवं अभिभार निर्वाह तटस्थ हुने होइन। यहाँनिर के हुन्छ त? राज्यले चाहिँ नि सेवा दिनुपर्ने हुन्छ। नागरिकका आधारभूत आवश्यकता प्रतिपूर्ति गर्ने, अनि त्यसपछि जनताको हक अधिकारको कार्यान्वयन गर्ने। यो सबै सही छ। तर राज्यको दायित्व भनेको तटस्थ बस्ने होइन, उसले चाहिँ नि सर्भिस प्रोभाइड गर्नुपर्छ। राज्यले नै तटस्थ बस्यो भने फेरि नागरिकलाई सेवा कसले दिने त? सार्वजनिक सेवा प्रवाहको अर्थसँग मेल खाने उपयुक्त विकल्प कुन हो? मेल खाने भने चाहिँ अघिसम्म मेल नखाने थियो, अब चाहिँ मेल खाने। नागरिकको आवश्यकता एवं मागमा आधारित भई सरल, सहज र मूलभूत रूपमा वस्तु तथा सेवा उपलब्ध गराउनु सार्वजनिक सेवा प्रवाह हो। राज्यले लोक कल्याणकारी राज्य स्थापना गर्ने सवालमा आफ्ना जनतालाई वस्तु सेवा सशुल्क एवं निशुल्क रूपमा प्रवाह गर्ने नै सार्वजनिक सेवा प्रवाह हो। किनकि सशुल्क पनि हुनसक्छ, निशुल्क पनि हुनसक्छ। राज्य सरकारले सार्वजनिक हित समृद्धिका लागि निश्चित उद्देश्य, विधि एवं प्रक्रियाको आधारमा नागरिकलाई उपलब्ध गराउने सेवा नै सार्वजनिक सेवा हो। यसमा के छ त? सबै ठिक छन्। त्यही भएर माथिका सबै ठिक छन्। हस्, थ्याङ्क यू all of you for listening.